आजको यो भिडियोमा एकदमै नयाँ र एकदमै हाई डिमान्डेड टपिक कभर गर्दैछौँ, मार्जिन ट्रेडिङ। धेरैजनाले यो सोधिराख्नु भएको थियो कि मार्जिन ट्रेडिङ के हो, नेपालमा कसरी काम गर्छ, के सबजनाले गर्न मिल्छ, रिस्क कतिको छ र सबसे इम्पोर्टेन्ट कुरा सेबनले भर्खर मार्जिन ट्रेडिङ रिलेटेड नयाँ निर्देशिका जुन भनेको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका 2082 पनि इस्यु गरेको छ, जुन चाहिँ फागुनको 1 गतेदेखि नै लागू पनि भइसकेको छ। के छ त यसमा? यो इनिशियल मार्जिन मेन्टेनेन्स भनेको के हो, मार्जिन कल, यस्तो टेक्निकल टर्म्सहरूको मतलब के होला, मार्जिन ट्रेडिङ कस्तोको लागि हो र मार्जिन ट्रेडिङ गर्दा रिस्कको साथै बेनिफिटहरू के छन् भनेर डिटेलमा आजको भिडियोमा कभर गर्नेछौँ। द्याट्स वाइ भिडियो अन्तिमसम्म हेरेर आफ्नो स्टक मार्केटको नलेजलाई चाहिँ अपग्रेड गर्दै फ्युचर रेडी बन्नु होला है त। एकदमै प्र्याक्टिकल एक्जाम्पल्सहरू पनि यो भिडियोमा राखेको छु सो द्याट तपाईँको कन्सेप्ट्सहरू चाहिँ एकदमै क्लियर होस्। सो हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने पनि गर्नु होला। अब लेट्स गेट राइट इन्टु द टपिक। सुरुवात गरौँ एकदम बेसिक कुराबाट नै, यो मार्जिन ट्रेडिङ भनेको चाहिँ के हो भनेर। सिम्पल भाषामा बुझ्दाखेरि मार्जिन ट्रेडिङ भनेको आफ्नो पैसाको मार्जिन अर्थात् हिस्सा राखेर बाँकी चाहिँ ब्रोकरबाट उधारो लिएर शेयर कारोबार गर्ने प्रोसेस हो। अब यसलाई अलिकति ब्रेकडाउन गरेर हेर्दा भने मार्जिन शब्दको अर्थ भनेको अन्तर वा ग्याप वा डिफरेन्स हो, जुन हामीले धेरै ठाउँमा चाहिँ डेली लाइफमा पनि युज गर्छौँ। जस्तै बुकको पेजको छेउछेउको खाली ठाउँ हुन्छ नि, त्यो मार्जिन। कसैले इलेक्सन सानो अन्तरले जित्यो भने सानो मार्जिनले जित्यो। बिजनेसमा सेलिङ प्राइस र कस्ट बीचको फरक प्रॉफिट मार्जिन। त्यस्तै मार्जिन ट्रेडिङ भनेको चाहिँ आफ्नो सानो अमाउन्ट मार्जिन राखेर बाँकी पैसा ब्रोकरबाट उधारो लिएर शेयर किन्ने र बेच्ने गर्ने चाहिँ प्रक्रिया हो। सेबनले मार्जिन ट्रेडिङलाई धितोपत्र दलाल वा ब्रोकर मार्फत लगानीकर्तासँग तोकिएको मार्जिनले कारोबारको सुविधा दिने कार्य भनेर डिफाइन गरेको छ। आजको टाइममा तपाईसँग 10,000 छ भने अहिले नर्मल ट्रेडिङमा तपाईले त्यही 10,000 बराबरको मात्र शेयर किन्न सक्नुहुन्छ हैन त। तर मार्जिन ट्रेडिङ हो भने तपाईले ब्रोकरमा आफूसँग भएको 10,000 लाई मार्जिन राखेर बाँकीको पैसा ब्रोकरबाट उधारो लिएर 10,000 भन्दा बढीको शेयर किन्न सक्नुहुन्छ। अब एउटा सिम्पल एक्जाम्पलबाट बुझौँ है। मानौ तपाईलाई चाहिँ कुनै पनि कम्पनीको 1 लाख बराबरको शेयर किन्नु छ, तर तपाईसँग छ खल्तीमा जम्मा 30,000। अब तपाईले यो 30,000 चाहिँ मार्जिन एकाउन्टमा डिपोजिट गर्नुहुन्छ र यही अमाउन्टलाई नै तपाईको मार्जिन भनेर भनिन्छ। त्यसपछि ब्रोकरले तपाईलाई बाँकीको 70,000 चाहिँ लोन दिन्छ। अब तपाईसँग टोटल 1 लाख भयो र यही 1 लाख रुपैयाँले तपाईले शेयर किन्नुहुन्छ। यहाँ तपाईले सानो 30,000 को मार्जिन मात्र राख्नु भयो तर 1 लाख को कारोबार गर्न पाउनु भयो। अर्थात् तपाईले आफ्नो पैसा भन्दा 3.33 टाइम्स बढीको कारोबार गर्न सक्नु भयो। यो नै मार्जिन कारोबार हो। यसलाई फाइनान्शियल टर्ममा लेभरेज भनेर पनि भनिन्छ। यहाँ तपाईले 3.33x को लेभरेज युज गर्नु भइरहेको छ, जसले तपाईको बाइङ पावरलाई चाहिँ बढाएको छ। अब मार्जिन ट्रेडिङमा युज हुने अरु केही टेक्निकल टर्म्सहरू पनि वन बाइ वन बुझौँ। फर्स्टमा चाहिँ इनिशियल मार्जिन, जसलाई चाहिँ प्रारम्भिक मार्जिन भनेर भनिन्छ। सो मार्जिन ट्रेडिङ गर्दा अगाडि तपाईले ब्रोकरमा जम्मा गर्नुपर्ने मिनिमम अमाउन्ट छ नि, त्यही नै इनिशियल मार्जिन हो। यसलाई तपाईले सिक्युरिटी डिपोजिट जस्तो हो भनेर पनि बुझ्न सक्नुहुन्छ। सेबनको रुल अनुसार चाहिँ स्टकको बजार मूल्यको 30% ले हुन आउने रकम चाहिँ फर्स्टमा नै ब्रोकरसँग इनिशियल मार्जिनको रूपमा डिपोजिट लिनुपर्ने हुन्छ। अनि आउँछ मेन्टेनेन्स मार्जिन। यो चाहिँ नाम जस्तै मार्जिन ट्रेडिङ गरेपछि आफ्नो एकाउन्टमा मेन्टेन गरिराख्नु पर्ने चाहिँ मिनिमम ब्यालेन्स हो है। सेबनको रुल अनुसार चाहिँ यो मार्जिन ट्रेडिङको टाइममा 20% ले हुन आउने रकम चाहिँ मिनिमम मेन्टेनेन्स मार्जिनको रूपमा मेन्टेन गरिराख्नु पर्ने हुन्छ भनेर छ। यो मेन्टेन भएन भने चाहिँ ब्रोकरबाट कल आउँछ र त्यो कल भनेकै तपाईको मार्जिन कल हो। यो कल तपाईले मार्जिन ट्रेडिङबाट बाइ गरेको स्टक प्राइस घटेको बेलामा आउने हो। यो एउटा पैसा थप्नुस् वा एक्स्ट्रा स्टक कोल्याटरलमा राख्नुस् वा आफ्नो पोजिसनलाई चाहिँ क्लोज गर्नुस् भन्ने खालको अलर्ट हो भनेर पनि बुझ्न सक्नुहुन्छ। अनि सेबनको नियम अनुसार मार्जिनमा किनेको शेयर्सहरूको हिसाब चाहिँ दैनिक रूपमा मार्क टु मार्केट बेसिसमा रेगुलर ट्र्याक गर्नुपर्ने हुन्छ र शेयरको मूल्यमा भएको वृद्धिको आधारमा ब्रोकरले थप सुविधा दिन पाउँदैनन्। मतलब यदि स्टक प्राइस बढ्यो भने थप लेभरेज चाहिँ दिन मिल्दैन। लास्टमा छ यो लिक्विडेसन। ब्रोकरबाट मार्जिन कल आएपछि इन्भेस्टरले आफ्नो मार्जिन मेन्टेन गर्न नसकेको केसमा भने ब्रोकरले इन्भेस्टरको मार्जिन ट्रेडिङबाट किनेको शेयर चाहिँ बेचेर उसको पोजिसनलाई लिक्विडेट गर्न पनि हुन्छ है। मतलब ब्रोकरले तपाईले किनेको शेयर बेच्दिन मिल्छ। थ्योरीमा त्यति क्लियर भएन भने यो पनि एउटा प्र्याक्टिकल एक्जाम्पलबाट सजिलै बुझौँ है। तपाईले मार्जिनमा 1 लाख बराबरको शेयर किन्नु भयो अरे, जसमा तपाईको आफ्नै पैसा जुन इनिशियल मार्जिन भनेको 30,000 र ब्रोकरबाट लोन चाहिँ 70,000। अब लोन त फिक्स नै हुन्छ इन्ट्रेस्ट बाहेक, तर शेयरको भ्यालु चाहिँ डेली मार्क टु मार्केट हुन्छ। अनि अब डिफरेन्ट केस सिनेरियो अनुसार चाहिँ के हुन्छ त भनेर बुझौँ है। फर्स्ट केस, जब शेयरको प्राइस घटेर तपाईको पोर्टफोलियो भ्यालु चाहिँ 87,500 भयो भने मार्केट भ्यालु 87,500, लोन छ तपाईको 70,000 र इक्विटी हुन्छ 87 - 70 गर्दा 17,500। सो इक्विटी रेशियो भनेको 17,500 डिवाइड बाइ 87,500 भनेको 20%। सो यो ठ्याक्कै 20% मेन्टेनेन्स मार्जिन मिट गर्छ। सो अहिलेलाई तपाईँ सेफ जोनमा पर्नुभयो, केही गर्नु परेन। दोस्रो केस, शेयर अझै घटेर 80,000 भयो भने मार्केट भ्यालु 80,000, लोन 70 भनेपछि तपाईको इक्विटी जम्मा 10,000 बच्यो। सो इक्विटी रेशियो भनेको 10,000 डिवाइड बाइ 80 भनेको 12.5% बच्यो। सो यो चाहिँ 20% मेन्टेनेन्स मार्जिनको रिक्वायरमेन्ट भन्दा तल भयो। त्यसैले ब्रोकरबाट तपाईलाई मार्जिन कल आउँछ, पैसा थप्नुस् या कोल्याटरल थप्नुस् या पोजिसन घटाउनुस् भनेर। नाउ तपाईले मेन्टेनेन्स मार्जिनको 20% पुग्न इक्विटी कति चाहिन्छ त
त भन्दा 20% अफ 80,000 जुन भनेको 16,000 हो। तपाईसँग छ अलरेडी 10,000, अब थप्नु पर्यो थप 6,000 16,000 पुर्याउनको लागि। त्यसैले तपाईले कि त 6,000 थप क्याश डिपोजिट गर्नु पर्यो, कि त ब्रोकरले एक्सेप्ट गर्ने गरेर अर्को कुनै कोल्याटरल राख्नु पर्यो, कुनै अर्को स्टक 6,000 बराबरको, वा केही शेयर चाहिँ सेल गरेर लोन चाहिँ घटाउन सक्नु पर्यो। अनि यदि मार्जिन कल पछि पनि तपाईले यो मेन्टेन गर्न सक्नु भएन भने ब्रोकरले शेयर बेचेर तपाईको पोजिसन लिक्विडेट पनि गर्न सक्छ। तेस्रो केस भनेको शेयरको प्राइस बढेर 1,10,000 पुग्यो भने केही तनाव नै भएन। घट्यो भने आफूले थप्नु पर्छ, तर बढ्यो भने चाहिँ ब्रोकरले एक्स्ट्रा फेसिलिटी चाहिँ दिने हुँदैन है। यो चाहिँ बुझ्नुपर्ने कुरा। अब मार्जिन ट्रेडिङ के हो र योसँग रिलेटेड कुरा बुझिसकेपछि कुरा गरौँ नेपालमा चाहिँ मार्जिन ट्रेडिङले कसरी काम गर्छ र यसको प्रोसेस के छ भनेर। सुरुमा मार्जिन ट्रेडिङको लागि तपाईले ब्रोकरसँग छुट्टै एउटा अकाउन्ट ओपन गर्नुपर्ने हुन्छ। यसको लागि फर्स्टमा ब्रोकरसँग गएर मार्जिन ट्रेडिङ अकाउन्ट र मार्जिन ट्रेडिङ डीम्याट अकाउन्ट ओपन गर्नुपर्ने हुन्छ। मार्जिन ट्रेडिङ अकाउन्ट चाहिँ मार्जिन ट्रेडिङ अन्तर्गत ब्रोकरसँग शेयर बाइ सेल गर्नको लागि चाहिने ट्रेडिङ अकाउन्ट हो भने मार्जिन ट्रेडिङ डीम्याट अकाउन्ट चाहिँ मार्जिन ट्रेडिङबाट कारोबार गर्दा शेयरको रेकर्ड हुने छुट्टै डीम्याट अकाउन्ट हो। तपाईसँग अलरेडी भइरहेको डीम्याट र ब्रोकर अकाउन्टले हुँदैन। यसरी तपाईलाई यदि मार्जिन ट्रेडिङ गर्न पर्यो भने फर्स्ट टाइम ब्रोकरकोमा गएर यो रिलेटेड अकाउन्ट चाहिँ खोल्नु पर्ने नै हुन्छ। अनि फेरि नेप्सेमा भएको सबै कम्पनीको शेयर यसरी मार्जिन लोन लिएर कारोबार गर्न मिल्दैन है। यसको लागि चाहिँ सेबनले 4 वटा म्यान्डेटरी क्राइटेरिया तोकिदिएको छ। सबै पूरा भएको स्टक मात्र मार्जिन ट्रेडिङको लागि एलिजिबल हुन्छ भनेर। क्राइटेरिया नम्बर 1, मिनिमममा फ्री फ्लोट शेयर चाहिँ कम्तीमा 25 लाख किता सर्वसाधारण शेयर हुनु पर्यो लक इन बाहेकको। अर्थात फ्रीली मार्केटमा ट्रेड हुने नम्बर अफ शेयर्स चाहिँ 25 लाख किता भन्दा बढी हुनु पर्यो। यदि कुनै कम्पनीको लिस्टेड शेयर यो भन्दा कम छ भने मार्जिन ट्रेडिङबाट त्यस्तो कम्पनीको शेयर कारोबार गर्न मिलेन। यो क्राइटेरियाले चाहिँ लिक्विडिटी इन्स्योर गर्ने भयो मार्केटमा। दोस्रो क्राइटेरिया भनेको नेटवर्थ रिक्वायरमेन्ट। सो कम्पनीको नेटवर्थ चाहिँ कम्पनीको चुक्ता पुँजी बराबर वा सो भन्दा बढी भएको हुनु पर्यो। यसको मतलब अलिकति फाइनान्शियली स्ट्रङ कम्पनीहरुको मात्र मार्जिन ट्रेडिङ गर्न मिल्छ। थर्ड क्राइटेरिया भनेको प्रॉफिटेबिलिटी। कम्पनीले पछिल्लो 3 वर्षमा 2 वर्ष खुद नाफा गरेको हुनुपर्छ, जसको मतलब इच इयर घाटामा गएको कम्पनीको केसमा भने मार्जिन ट्रेडिङ गर्न मिलेन। यसको लागि कम्पनीको फाइनान्शियल परफर्मेन्समा कन्सिस्टेन्ट राम्रो परफर्मेन्स भएको हुनु पर्यो। चौथो क्राइटेरिया भनेको आईपीओ म्याच्युरिटी। आईपीओ पछि लिस्टेड भएको टाइम चाहिँ कम्तीमा 2 वर्ष पूरा भएको हुनुपर्छ। यसको मतलब नयाँ लिस्ट भएको कम्पनीहरु पनि मार्जिन ट्रेडिङ गर्न मिल्दैन। अनि अब सबै ब्रोकरले पनि यो मार्जिन सुविधा दिन मिल्ने हुँदैन है। सेबनले ब्रोकरको लागि 3टा एलिजिबिलिटी क्राइटेरिया राखिदिएको छ। फर्स्टमा छ ब्रोकरको मिनिमम पेड अप क्यापिटलको रिक्वायरमेन्ट। ब्रोकरको कम्तीमा 20 करोडको चुक्ता पुँजी भएको हुनु पर्यो। 20 करोडको चुक्ता पुँजी नभएको ब्रोकरले यो मार्जिन ट्रेडिङ सर्भिस दिन मिलेन। त्यस्तै सेकेन्डमा ब्रोकर क्लियरिङ मेम्बर अर्थात राफसाफ सदस्य पनि हुनु पर्यो र थर्डमा डिपोजिटरी मेम्बरशिप अर्थात निक्षेप सदस्य भएको पनि हुनु पर्यो। यो 3टा क्राइटेरिया पूरा गरेको ब्रोकर चाहिँ मार्जिन ट्रेडिङ सर्भिसको लागि एलिजिबल हुने हुन्छ। अब कुरा गरौँ ब्रोकरको म्याक्सिमम लेन्डिङ क्यापासिटीको। जति मन लाग्छ मन परि लोन दिन चाहिँ मिल्दैन, त्यसको पनि लिमिट छ। सेबनको रुल अनुसार ब्रोकरले आफ्नो नेटवर्थको 5 गुणासम्म मार्जिन फेसिलिटी दिन सक्छ। एक्जाम्पलको लागि यदि कुनै ब्रोकरको नेटवर्थ चाहिँ 30 करोडको छ भने ब्रोकरले म्याक्सिमममा 150 करोडको मार्जिन ट्रेडिङ फेसिलिटी उपलब्ध गराउन सक्छ आफ्नो क्लायन्टहरूलाई। र ब्रोकरले यसको लागि सेबनबाट अप्रुभ 2टा सोर्सेसहरू चाहिँ चलाउन सक्छन्। फर्स्ट भनेको बैंक र फाइनान्शियल इन्स्टिट्युसन्स र सेकेन्ड भनेको ब्रोकरको आफ्नो शेयर होल्डर या डाइरेक्टर्सबाट लिएको अनसेक्योर्ड लोन। र यसमा एउटा क्रिटिकल लिमिट पनि राखिएको छ। त्यो के हो त भन्दा यसरी ब्रोकरले आफ्नो बैंकबाट र आफ्नो शेयर होल्डर्स या डाइरेक्टर्सबाट लिएको अनसेक्योर्ड लोन चाहिँ ब्रोकरको नेटवर्थ भन्दा 4.5 गुणा भन्दा बढी हुनु हुँदैन। अब फेरि के लाग्न सक्छ त भन्दाखेरि अब ब्रोकरसँग जसको रिलेसन राम्रो छ उसैले सबै लिमिट लिएर जाने भयो। नयाँ र साना लगानीकर्ता हामीलाई त केही पनि बस्दैन। सो सेबनले एउटै क्लायन्टलाई म्याक्सिमम कति अमाउन्ट सम्मको फेसिलिटी दिन सक्छ भनेर पनि म्याक्सिमम एक्सपोजरको रुल पनि राखेको छ। कुनै एक इन्भेस्टर वा उसको एका घरको सदस्य वा सम्बन्धित संस्थालाई ब्रोकरको टोटल मार्जिन फेसिलिटीको म्याक्सिमम 10% मात्र दिन मिल्छ। यसको मेन पर्पस के हो त भन्दा एक इन्भेस्टरको डिफल्टले ब्रोकरलाई धेरै नोक्सान नहोस् र ब्रोकरलाई पोर्टफोलियो डाइभर्सिफिकेसन इन्करेज पनि होस् अरु सदस्यहरुमा भनेर पनि हो। अब यति सबै कुरा बुझिसकेपछि कुरा गरौँ मार्जिन ट्रेडिङ गर्दा ब्रोकरलाई के कस्तो चार्ज तिर्नुपर्छ त भनेर। फ्री त पक्कै पनि दिदैन होला। सो यसको लागि ब्रोकरलाई सर्भिस चार्ज र आफूले युज गरेको मार्जिन अनुसारको लोनमा इन्ट्रेस्ट पनि तिर्नुपर्ने हुन्छ। यस्तो किसिमको चार्ज चाहिँ कति हुन्छ भनेर सबै टर्म्स एन्ड कन्डिसन्स पहिला नै मेन्सन गरेको हुन्छ ब्रोकरले मार्जिन ट्रेडिङ सुरु गर्नुभन्दा अगाडि। अग्रिमेन्टमा इनिशियल मार्जिन, मेन्टेनेन्स मार्जिन, मार्जिन कल, सर्भिस एन्ड इन्ट्रेस्ट चार्ज, बाइ गर्ने शेयरको डिटेल जस्ता सबै कुराहरू खुलाउनु पर्ने हुन्छ। र यस्तो किसिमको मार्जिन ट्रेडिङ फेसिलिटी चाहिँ बढीमा 1 इयर सम्मको मात्र दिन पाइन्छ, त्यसपछि फेरि रिन्यू गर्नुपर्ने हुन्छ। अब यति कुरा पछि अब कुरा गरौँ मार्जिन ट्रेडिङले चाहिँ मार्केटलाई र इन्भेस्टरहरूलाई के बेनिफिट दिन सक्छ त भनेर। सो फर्स्ट भनेको मार्केट लिक्विडिटी बढ्छ। मार्जिन ट्रेडिङले बजारमा इन्भेस्टरले लेभरेज युज गरेर बढी शेयर किन्न सक्ने भएकोले डेली टर्नओभर, भोल्युम र एक्टिभिटी बढाउनको साथसाथै मार्केटमा लिक्विडिटी पनि बढ्ने भइहाल्यो। त्यसपछि प्राइस डिस्कभरी बेटर हुन्छ अनि जब इन्भेस्टरहरूले मार्जिन युज गरेर एक्टिभ ट्रेड गर्छन् शेयरको फेयर भ्यालु पनि छिट्टै रिफ्लेक्ट हुने पोसिबिलिटी पनि हुन जान्छ, जसले गर्दा ओभर रिएक्सन र अन्डर रिएक्सनको करेक्सन पनि कम्पेरेटिभली छिटो हुन्छ मार्केटमा। अनि मार्जिन ट्रेडिङको लागि अलिकति राम्रो कम्पनी मात्र एलिजिबल हुने हुँदा त्यस्तो कम्पनीहरूको पनि टर्नओभर र भोल्युम पनि बढ्न सक्छ। र अर्को मोस्ट इम्पोर्टेन्ट बेनिफिट यसले भनेको के हो त भन्दा मार्केटको मैच्युरिटी बढ्छ। मार्जिन ट्रेडिङ नर्मली डेभलप र मैच्योर क्यापिटल मार्केटको फिचर पनि हो। नेपालमा यो फेसिलिटी आएपछि मार्केट ग्रेजुअली स्ट्रक्चर्ड, रुल बेस्ड र प्रोफेसनल डाइरेक्सनमा पनि जान्छ। यो त भयो मार्केटलाई हुने ओभरअल
ओभरअल बेनिफिट यसले केही इन्डिभिजुअल इन्भेस्टरलाई पनि राम्रै बेनिफिट दिनै हुन्छ। जस्तै बाइङ पावर बढ्ने, इन्भेस्टरले आफ्नो लिमिटेड क्यापिटलबाट लार्ज एक्सपोजर लिन सक्छन्। जस्तै 30,000 को क्यापिटलबाट 1 लाख को ट्रेड गर्न सकियो। त्यसपछि सर्ट टर्म अपर्च्युनिटीलाई क्यापिटलाइज गर्न सक्ने खालको पोसिबिलिटी पनि भयो। मार्केटमा राम्रो अपर्च्युनिटी आयो भने मार्जिन ट्रेडिङले बाइङ क्यापेसिटी बढाउँछ र सर्ट टर्ममा नै राम्रो गेन लिन सक्छन् इन्भेस्टरहरूले। अनि अर्को बेनिफिट पनि के हुन सक्छ त भन्दा पोर्टफोलियो फ्लेक्सिबिलिटी हुन सक्छ इन्भेस्टरलाई। आफूसँग भएको सबै पैसाले शेयर किनेर पैसा एकै ठाउँमा लक इन मात्र नगरिकिन मार्जिन मेन्टेन गरेर बाँकी क्यापिटलले चाहिँ मल्टिपल अपर्च्युनिटीमा पनि रोटेट गर्न सकियो। ल यति सुन्दा त धेरैलाई यो त गजबको रहेछ, बेनिफिट नै बेनिफिट लाग्न सक्छ। तर मार्जिन ट्रेडिङमा रिस्क पनि त्यति नै जोडिएको हुन्छ। फर्स्टमा छ लेभरेज रिस्क। मार्जिन ट्रेडिङमा तपाईले आफ्नो पैसा भन्दा बढी एक्सपोजर ब्रोकरसँग लिनुहुन्छ। जस्तै 30,000 को क्यापिटलबाट 1 लाख को ट्रेड गर्दा मार्केट उल्टो घट्यो भने लस पनि 3.33x ले हुन्छ। त्यसैले लेभरेजले पोटेन्शियल प्रफिट जति बढाउँछ लस पनि त्यति नै बढाउन सक्छ। अर्को रिस्क हो मार्जिन कल रिस्क। तपाईको अकाउन्टमा मेन्टेनेन्स मार्जिन मेन्टेन नगरेको केसमा ब्रोकरबाट मार्जिन कल आउँछ। त्यो बेला तुरुन्त एक्स्ट्रा फन्ड राख्नुपर्छ वा पोजिसन नै क्लोज गर्नुपर्ने हुन्छ। टाइममा एक्सन नगरेको केसमा फेरि ब्रोकरबाट फोर्स लिक्विडेसन पनि हुन्छ, जसले गर्दा क्यापिटलमा धेरै लस पनि हुन जान्छ। अर्को इम्पोर्टेन्ट रिस्क हो मार्केट भोलाटिलिटी रिस्क। शेयर प्राइस छिटो घट्ने बढ्ने हुँदा सर्ट टर्म फ्लक्चुएसनले मार्जिन ट्रेडिङलाई धेरै इम्प्याक्ट पर्छ। मार्जिन ट्रेडिङको बेलामा अनएक्सपेक्टेड न्यूज, क्वार्टरली रिजल्ट खराब, म्याक्रो इकोनोमिक फ्याक्टर्स जस्ता कुराले मार्केट डाउन भयो भने यसले मार्जिन ट्रेडिङमा एकदमै रिस्क बढाउँछ। त्यसैले यसलाई डबल एज स्वोर्ड भनेर पनि भनिन्छ। आफ्नो सानो क्यापिटललाई लेभरेज गरेर ठूलो कारोबार गर्न सक्नु यो सिस्टमको सबैभन्दा ठूलो बेनिफिट हो। तर यो सँगै रिस्क पनि मल्टिपल टाइम्स बढ्ने हुन्छ भन्ने कुरा पनि बिर्सिनु भएन। मार्केट साइडवेज गइरह्यो भने तपाईको शेयरको प्राइस नबढे पनि ब्याज भने लागिरहन्छ, घाटा हुन सक्छ तपाईलाई यस्तो केसमा। सो यो मार्जिन ट्रेडिङ भने चाहिँ सबैको लागि सुइटेबल चाहिँ हैन है। मार्जिन ट्रेडिङ त्यो इन्भेस्टरको लागि सुइटेबल हुन सक्छ जोसँग मार्केटमा अलिकति एक्सपिरियन्स भइसकेको छ, जसले मार्केटको रिस्क र साइकोलोजी बुझ्छ अनि मार्केटको सर्ट टर्म प्राइस मुभमेन्ट चाहिँ ह्यान्डल गर्न सक्छ। तर यदि तपाई बिगिनर हुनुहुन्छ, इमोसनल डिसिजन लिनुहुन्छ वा मार्केट डेली ट्र्याक गर्न सक्नुहुन्न भने मार्जिन ट्रेडिङ तपाईको लागि सुइटेबल नहुन पनि सक्छ। यस्तो केसमा आफ्नै क्यापिटलबाट मात्र तपाईले नर्मल ट्रेडिङ गर्दाखेरि नै बेटर हुन्छ। त्यसैले मार्जिन ट्रेडिङ पैसा कमाउने सर्टकट होइन, यो लेभरेजको टुल हो। राम्रोसँग बुझियो भने पावरफुल टुल हुन्छ, राम्रोसँग बुझिएन भने डेन्जरस पनि त्यत्तिकै हुन सक्छ। सो आफ्नो स्ट्र्याटेजी र मार्केट ट्रेन्डलाई बुझेर मात्र यो सुविधाको प्रयोग गर्नु होला। आजको भिडियो कस्तो लाग्यो कमेन्टमा लेख्न नबिर्सिनु र आफ्नो स्टक मार्केटमा लागेको साथीभाइहरुमा चाहिँ यो नलेज शेयर गर्नु होला। अनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने पनि गर्नु होला। म चाहिँ तपाईलाई अर्को भिडियोमा भेट्ने छु। अन्टिल देन टेक केयर, नमस्ते, बाइ बाइ एन्ड ह्याभ अ नाइस डे।